दर्शकवृन्द नमस्कार। बोल्दैछु डाक्टर ताराजी। सदाको जस्तै आज पनि यहाँहरूसँग म अर्को प्रेरणादायी सन्देश लिएर आएको छु। आशा छ यो सन्देशबाट यहाँको जिन्दगीमा सकारात्मक ऊर्जा थप्नको लागि सहयोग हुनेछ। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै खालका मोटिभेसनल भिडियोहरू हेर्नको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। आउनुहोस् दर्शकवृन्द, आजको विषयवस्तुतिर लागौँ। एउटा दुःखद पक्ष छ, अहिले मान्छेले कुनै पनि कुरामा फोकस नै गर्न सक्दैन। एउटा किताब पढ्न बस्यो तर त्यो किताबको 2 पाना पढ्यो छोड्यो। एउटा युट्युब भिडियो हेर्छु भनेर बस्यो तर 2 मिनट हेर्यो छोड्यो। के भइरहेको छ अहिले मान्छेहरूलाई, विशेष गरेर विद्यार्थीहरूलाई? दुःखदायी कुरा के छ भने एउटा गोल्ड फिस भन्ने माछाले, एउटा सुनौलो माछाले एक पटकमा एउटा पर्टिकुलर कुरामा 9 सेकेन्डसम्म फोकस गर्न सक्छ, तर मान्छेले त एउटा कुरामा, एउटा विषयवस्तुमा 8 सेकेन्ड भन्दा पनि बढी फोकसै गर्न सक्दैन। के भइरहेको छ अहिले मान्छेलाई? हामीलाई थाहा छ सफलताको जननी भनेको मान्छेको फोकस पावर हो। जति हामी कुनै पनि कुरामा फोकस भएर लाग्न सक्छौँ त्यति नै त्यो क्षेत्रमा हामी एक्सपर्ट बन्ने सम्भावना बढेर जान्छ। तर अहिले हाम्रो फोकस छरिरहेको छ। एउटा हाते लेन्सले तब मात्रै सूर्यको किरण फोकस गरेर एउटा पेपरमा आगो लगाउन सकिन्छ जब त्यो लेन्सले सूर्यको किरणलाई एक बिन्दुमा फोकस गर्छ। तर छरिएको सूर्यको किरणबाट कहिले पनि लेन्सले आगो लगाउन सक्दैन। त्यस्तै जिन्दगीमा सफलता तब मात्रै हामी हासिल गर्न सक्छौँ जब हामीले कुनै पनि एउटा पर्टिकुलर कुरामा फोकस भएर लाग्छौँ, आफ्नो ध्यान फोकस गर्छौँ आफ्नो लक्ष्यतर्फ। आदरणीय महानुभावहरू, ध्यानको शक्ति, पावर अफ फोकस। एउटा यस्तो किसान जसले आफ्नो बारीमा अलिकति धान, अलिकति गहुँ, अलिकति तोरी र त्यही बारीमा अलिकति मकै पनि लगाउँछ एकैपटक, अनि सबै थोक एकैपटक एउटै बारीमा उसले लगाउँछ भने उसले कति धेरै बालीनाली अन्तमा भित्र्याउँछ होला। अब सोचौँ त, यस्तो किसान कृषिमा प्रगति गर्ने सम्भावना कति होला? सायद त्यति धेरै हुँदैन, किनभने सबै थोक अलि गरेर धेरै बाली भित्र्याउन पटक्कै सकिँदैन। प्रगति त त्यही किसानले गर्दछ जसले एक पटकमा एउटै बालीमा तन, मन, समय र फोकस लगाउँछ। ऊ बालीको हेरचाह गर्छ, मलजल गर्छ, पानी हाल्छ र फोकस भएर आफ्नो काममा लाग्छ, अनि मात्र न नतिजा राम्रो देखिन्छ। ठिक यही सिद्धान्त जीवनका हरेक क्षेत्रमा लागू हुन्छ, विशेष गरेर विद्यार्थी जीवनमा। के हुन्थ्यो होला यदि रोनाल्डोले 4 वर्षसम्म डान्स कक्षा, अर्को 4 वर्ष सङ्गीत अनि अर्को 6 वर्ष चित्रकला सिकेर बल्ल फुटबल खेल्नु पर्यो भनेर फुटबल सुरु गरेका भए? के हुन्थ्यो होला सचिन तेन्दुलकरले केवल क्रिकेटमा होइन, साथसाथै मोडलिङ, राजनीति, व्यापार, पत्रकारिता पनि सबै एकैचोटि गर्न खोजेका भए? सायद उनीहरू सामान्य मानिस जस्तै मात्रै रहन्थे। सायद उनीहरू कहिले इतिहासमा अमर नाम बन्न सक्दैनथे। सायद उनीहरू महानताको सट्टा औसतको परिभाषा भन्दथे। किनकि सपना पूरा गर्न 10 दिशातिर ध्यान बाँडेर होइन, एक दिशामा फोकस चाहिन्छ। तर उनीहरू महान बने किनभने उनीहरूले एउटै कुरामा एक पटकमा एउटा कुरामा मात्रै दत्तचित्त भएर लागे, फोकस गरे, एउटै कुरामा गहिरो समर्पण गरे। फोकस नै फोर्स हो, फोकस नै फ्युचर हो, फोकस नै फुलफिलमेन्ट हो। हामीले सुनेका छौँ, वेयर वी फोकस देयर आवर इनर्जी फ्लोज। हामी जुन कुरामा फोकस गर्छौँ हाम्रो इनर्जी त्यतैतिर बग्दै जान्छ। तर अहिलेको पुस्ता अल्झिएको छ मल्टिटास्किङमा, विचलनमा, एकैसाथ धेरै दिशातिर दौडिने स्वभावमा। किताब खोल्ने समयमा टिभी खोलिन्छ, मोबाइल अन गरिन्छ, साथमा बिस्कुट मुखमा जान्छ, अनि ध्यान कहीँ पनि पुरा हुँदैन। शरीरको आँखाले किताब हेर्दैछ, मनको आँखाले मोबाइलको स्क्रिन स्क्रोल गरिरहेको हुन्छ, अनि यसरी लक्ष्य भेटिन्छ त? मल्टिटास्किङ असफलताको जननी हो। अर्थात् एक पटकमा एउटा कुरामा ध्यान दिने, न कि चारैतिर धेरै काम गर्न खोज्ने स्वभावले हामी सफलता हासिल गर्न सक्दैनौँ। सफलता सदैव एकाग्रता र निरन्तरताको जननी हो। आजको युगमा ध्यान केन्द्रित गर्न सक्नु भनेको शक्ति हो, यो सामर्थ्य हो। जसले एक पटकमा एउटा कुरा गरेर अगाडि बढ्छ नि, उसले नै दुनियाँ हल्लाउन सक्छ। हामी सूचनाको युगमा छौँ, तर ध्यान विखण्डनको युगमा पनि, ध्यान बाँडिने युगमा पनि छौँ सँगसँगै। मित्रहरू, तथ्यहरू फर्काएर हेर्ने हो भने तथ्यहरू निकै डरलाग्दा छन्। सन् 2000मा एक सामान्य मानिसको एटेन्सन स्पान औसतमा 12 सेकेन्ड थियो, तर अहिले त्यो घटेर 8 सेकेन्ड मात्र बाँकी छ, जुन एक गोल्ड फिसको फोकस क्षमता भन्दा पनि कम हो।
मैले अघि पनि भने एउटा गोल्ड फिसले एकपटकमा 9 सेकेन्डसम्म एउटा विषयवस्तुमा फोकस गर्न सक्छ, तर मान्छेले गोल्ड फिस भन्दा पनि कम, अर्थात् मान्छेको एटेन्सन स्पान 8 सेकेन्ड छ। किन यस्तो भयो त? उत्तर छर्लङ्ग छ। स्मार्टफोन, सोसियल मिडिया, सतै मनोरञ्जन र जङ्क फुडहरू। बजारमा टिकटक आयो, उसले 15 सेकेन्डको मजा दियो दुनियाँलाई। युट्युबले फेरि सर्ट्स लिएर आयो, फेसबुकले त्यसैलाई रिलको नाम दिएर बजारमा आयो। तर हामीले फोकस पार गुमायौँ यही नाममा। आजको दिनमा एक सामान्य मान्छे औसतमा 26,000 पटक मोबाइल स्क्रोल गरेर हेर्छ एक दिनमा। यसको अर्थ हरेक मिनट फोकस पावरको हत्या भइरहेको छ। हामी सान्दर्भिकता होइन तत्कालिक रमाइलोमा रमाइरहेका छौँ। हामी गहिरो अध्ययन होइन छिटो जानकारी खोजिरहेका छौँ। हामी ज्ञान होइन सूचना सङ्कलन गरिरहेका छौँ, फगत सूचना मात्र। स्मार्टफोन हाम्रो हातमा छ, तर दिमाग उसकै नियन्त्रणमा छ, स्मार्टफोनको नियन्त्रणमा छ। फोकस मोड राख्ने साटो हामी डिस्ट्र्याक्सन मोड अन गरिरहेका छौँ आफूमा। सोसियल मिडियाले हाम्रो ध्यान बेचिरहेको छ अनि हामी त्यो सस्तो मूल्यमा आफ्नो ध्यान लिलामी गर्न तयार भएका छौँ। तर प्रश्न उठ्छ कि हामी त्यही पुस्ता बन्न चाहन्छौँ जसले मनोरञ्जनका लागि आफ्नो भविष्य बेचिदियोस्? फोकस इज द फाउन्डेसन अफ एभ्री सक्सेस स्टोरी। सफल मानिसहरू एउटै कुरा गर्छन्, उनीहरू एउटै कुरामा फोकस भएर लाग्छन्। अल्बर्ट आइन्स्टाइनले 10औं वर्षसम्म सापेक्षतावादको सिद्धान्तमा सोचिरहे। म्याडम क्युरीले रेडियोएक्टिभ पदार्थको अध्ययनमा आफ्नो सिङ्गो जीवन समर्पण गरिन्। एलन मस्कले टेस्ला र स्पेस एक्समा एक पटकमा एउटा कुरामा मात्रै फोकस गरे र त अहिले उनले सफलता प्राप्त गरेका छन्। जब हामी एकैपटक धेरै कुराहरूतिर हात हाल्छौँ, जब हामी एकैपटक धेरै कुराहरूको सूचनाहरू सङ्कलन गर्न थाल्छौँ, हामी सूचनाको हिसाबले त धनी होला, तर ज्ञानको हिसाबले हामी कुनै पनि कुरामा एक्सपर्ट बन्न सक्दैनौँ। ज्याक अफ अल मास्टर अफ नन भएर हामीले जिन्दगी गुजार्नुपर्ने हुन्छ। विद्यार्थी भाइ बहिनीहरू, असली पढाइको नाम आवर्समा होइन फोकस पावरमा नाप्नुपर्छ। मैले यति धेरै घन्टा पढेँ, यति आवर पढे होइन, यति पावरका साथ, यति फोकस गरेर पढे भन्ने कुराले तपाईँको पढाइको गुणस्तरलाई जनाउने गर्छ। आजका धेरै विद्यार्थीहरू किताब खोलेको मात्र देखिन्छ, पढाइमा गहिरिएर लागेको पटक्कै देखिँदैन। हुन त किताब खुल्छ, पाना त पल्टिन्छ, कलम चलिरहेकै जस्तो देखिन्छ, तर मन भने कता कता अल्झिरहेको छ भिडियो गेम, टिकटक, फेसबुक र मोबाइलको स्क्रिनमा। कसरी? किनभने पढ्ने टेबलमा किताब मात्र हुँदैन नि, मोबाइल पनि त हुन्छ साथमा। किनभने किताबसँगै सामाजिक सञ्जालको घन्टी र नोटिफिकेसन पनि त बज्छ। किनभने विद्यार्थी पढिरहेको जस्तो देखिए पनि ध्यान भने स्क्रिनमा हराइरहेको हुन्छ। आज स्थिति यस्तो छ कि एक पाना किताब 2 मिनट फोकस गरेर पढ्न गाह्रो हुन थालेको छ विद्यार्थीलाई। सायद यही भिडियो पनि तपाईँ पुरा हेर्न सक्नुहुन्न। यो एक रोग हो। जब तपाईँ कुनै पनि कुरा गर्छु भनेर सुरु गर्नुहुन्छ, तर त्यसमा आफूलाई दत्तचित्त बनाएर फोकस गरिराख्न सक्नुहुन्न, अडाउन सक्नुहुन्न भने एउटा कुरा निश्चित छ कि तपाईँ कुनै पनि क्षेत्रको एक्सपर्ट बन्न सक्नुहुन्न। 5 मिनट आँखा छोपेर ध्यान गर्न सक्दैन अहिले मान्छेले। कहाँ हरायो त्यो धीरता? कहाँ हरायो त्यो स्थिरता? कता जाँदैछौँ हामी? मल्टिटास्किङलाई प्रोडक्टिभिटी सम्झिने गलत प्रवृत्तिले, एकैचोटि धेरै काम गर्दा म सफल हुन्छु भन्ने प्रवृत्तिले विद्यार्थीको ध्यान शक्तिलाई टुक्रा टुक्रा बनाइदिएको छ, छिया छिया बनाइदिएको छ। झुटो सन्तुष्टि, पढेको जस्तो चाहिँ लाग्ने तर पढाइले अर्थ नदिने। विद्यार्थी किताब लिएर बस्छ, 3 घण्टा पढेको छु भन्छ, तर त्यो 3 घण्टा फेसबुकको नोटिफिकेसन हेर्छ, म्यासेन्जर चेक गर्छ, वाट्सएप, टिकटक स्क्रोल गर्छ, पढिरहेको पनि हुन्छ, मोबाइल पनि चलाइरहेको हुन्छ। उसले सोच्दछ आहा मैले त 3 घण्टा पढेँ। तर त्यो पढाइ होइन, त्यो झुटो सन्तुष्टि हो। त्यो झुटो सन्तुष्टि हो, आफैलाई मूर्ख बनाइरहेको हो त्यो। किनभने पढाइको मूल्याङ्कन समयले होइन, फोकसले गरिन्छ साथी। कति घण्टा पढ्यौँ भन्ने प्रश्न होइन, कति गहिरेर पढ्यौँ, कति एकाग्र भएर पढ्यौँ, कति बुझेर पढ्यौँ, कति बिना विचलन लक्ष्यमा केन्द्रित भयौँ, यसले अर्थ राख्छ। फोकस पावर किन आवश्यक छ त? फोकस भनेको टेलिस्कोप जस्तै हो साथी। फोकस भनेको टेलिस्कोप जस्तै हो साथी, जसले टाढाको कुरालाई नजिक ल्याउँछ, धमिलो चिजलाई स्पष्ट बनाइदिन्छ। तर टेलिस्कोपले फोकसै नगरिकन हेर्यो भने के हामीले दृश्य छर्लङ्ग देख्न सक्छौँ?
एउटा पोखरीको पिँधमा रहेका कुराहरू प्रष्टसँग तब देख्न सकिन्छ जब पोखरी शान्त हुन्छ। त्यस्तै हाम्रो दिमाग पनि जब अशान्त हुन्छ हामीले आफैलाई देख्न सक्दैनौँ, आफैलाई चिन्न सक्दैनौँ। एउटा चलायमान एउटा डिस्टर्ब पोखरीको सतह छ भने त्यसमा हामीले आफ्नो प्रतिबिम्ब पनि देख्न सक्दैनौँ। तर जुन पोखरी शान्त हुन्छ, शान्त पोखरीमा आफ्नो अनुहार छर्लङ्ग देखिए जस्तै जब हाम्रो दिमाग पनि शान्त हुन्छ अनि बल्ल हामीले आफ्नो लक्ष्य के हो, आफ्नो उद्देश्य के हो, आफ्नो काम कर्तव्य के हो र आफ्नो जन्मनुको कारण के हो पत्ता लगाउन सक्छौँ। पढाइ भनेको केवल शब्द रट्नु मात्र होइन, यो त अर्थ बुझ्नु पो हो। अनि त्यो अर्थ तब मात्रै बुझिन्छ जब मन स्थिर छ, मोबाइल टाढा छ, ध्यान एउटा मात्रै कुरामा, किताबमा, आफ्नो लक्ष्यमा केन्द्रित छ। पढ्ने बेलामा मोबाइल आफूभन्दा टाढा राख्ने गर्नुहोस् या त स्विच अफ गर्ने गर्नुहोस्। एकचोटिमा एउटा मात्रै काम गर्ने गर्नुहोस्। खाने बेलामा खाना मात्रै, टिभी हेर्दा टिभी मात्रै, मोबाइल चलाउँदा मोबाइल मात्रै र पढ्ने बेला पढाइ मात्रै। पढेपछि आफूलाई प्रश्न सोध्ने, आज मैले साँच्चीकै कति ध्यान दिएर पढेँ त? असली पढाइ भनेको कति आवर पढे होइन, कति फोकस पावरका साथ पढे भन्ने कुराले मापन गर्दछ। ध्यान गुमाएर पढेको पढाइ भनेको शब्द देखेर अर्थ नबुझ्ने प्रयास मात्रै हो। अतः पढाइलाई समय होइन सतर्कता चाहिन्छ साथी। ध्यान नै शक्ति हो, फोकस नै भविष्य हो। अब पढौँ तर पूर्ण फोकसका साथ पढौँ। ध्यान भनेको एउटा मांसपेशी जस्तै हो। ध्यान भनेको एउटा मांसपेशी जस्तै हो जुन अभ्यासले बलियो हुन्छ। जब हामी दिमागलाई फुल युज गर्छौँ अनि बल्ल यो युजफुल हुन्छ। जब लेस युज गर्छौँ दिमाग युजलेस बन्छ। यसर्थ दिमागलाई युजफुल बनाउनु छ भने फुल युज गर्नु पर्यो। एक पटकमा एउटा मात्रै काम गर्ने। जब दिमागलाई लेस युज गरिन्छ, जब तपाईँले आफ्नो फोकसलाई लेस युज गर्नुहुन्छ अनि त तपाईँको फोकस युजलेस बन्दै जान्छ। आजको युगमा जसले छरिएको ध्यानलाई आफ्नो लक्ष्यतर्फ केन्द्रित गर्छ, एक पटकमा एउटा कुरा मात्रै गर्छ अनि बल्ल त्यो व्यक्ति त्यो क्षेत्रको एक्सपर्ट बन्न सक्छ, त्यो क्षेत्रको बादशाह बन्न सक्छ। दर्शकवृन्द, तपाईलाई हाम्रो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने भिडियोमा लाइक गर्न र साथीहरूसँग सेयर गर्न नबिर्सनुहोला। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै खालका मोटिभेसनल भिडियो हेर्नको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। भोलि फेरि अर्को नयाँ भिडियो लिएर आउनेछौँ। तबसम्मको लागि बिदा दिनुहोस्। धन्यवाद।